आदेश विरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका लामिछाने अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग बोलेका हुन्। सो क्रममा लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन अपिल समेत गरे। उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नाङ्गिएकाले सरकारकै लाज छोप्न आफूले अदालतहरू धाइरहेको बताए। उनले अगाडि भनेका छन्, समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्दछु। उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे। सञ्चारकर्मीहरूले तपाईँ राजावादी भएको आरोप लागिरहेको छ नि भन्ने जिज्ञासा राख्दा हेडलाइनको पछि नलाग्न र यहाँ कुरो लाइफ लाइनको चलिरहेको जवाफ दिए। राजा कि गणतन्त्रको भन्ने अर्को प्रश्नमा समेत उनले मूर्त जवाफ दिएनन्। लामिछाने पछिल्लो समय राजावादी सल्बलाको सन्दर्भमा कुनै पनि धारणा सार्वजनिक गरेका छैनन्, बरु घुमाउ र पारामा सरकारमाथि नै जाइ लाग्ने गरेका छन्। उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रश्न